तेलको भाउ बढेर हामी एकदम साइकलमा हिँड्दा चाहिँ तेलको भाउ बढेर गर्नु पर्यो साइकलमा हिँड्ने हामीलाई स्थिति पुऱ्यायो ड्राइभर दाइ तिमीलाई के भन्नु छ मलाई त के भन्नु अब जस्तो तस्तो जाँदैछु जस्तो जाँदैछु अब के भन्नु तेलको भाउ बढेर अब बाइक चलाउन सकिँदैन अब साइकलमा हिँड्नु हो साइकलमा हिँड्नु तेलको भाउ बढेर बिजोग भयो साथीहरू यहाँनिर 2 पाङ्ग्रामा हामीलाई हिँड्नु पर्दैछ अब अलिक तेलको भाउ घट्नु पर्यो है घटेपछि तिमीलाई मोटर घटेपछि मात्रै चलाउँछु दुई खुट्टी तर यो साइकल कुदाउनु भनेको राम्रो हो नि त एक्सर्साइज हुन्छ हाम्रो लागि निरोगी हुन्छौँ हामी एकदम स्वस्थ रहन्छौँ एकदम प्लास्टिक आएको खाएको मेरो चालकलाई के भइसक्यो खुट्टा दुखिसक्यो होइन मलाई बानी भइसक्यो बानी हुँदैन भाउ बढेपछि त बानी त बस्नै पर्यो होइन अब बाहिरको नजारा पनि हेरौँ एकचोटि है त यो हाम्रो विराटनगरको भाइरल रोड ल सबैले मेरो भ्लग हेरेपछि लाइक कमेन्ट गरेर नबिर्सिनु होला कस्तो राम्रो लाग्छ कि झन् पानी परेपछि बाटो त यस्तो झकास दामी देखिन्छ दामी मलाई कस्तो कि जुस खानु मन लाग्यो जुस तर मलाई आजकलको यो टम एन्ड जेरी पनि बहुत मिठो लाग्दैन म त कस्तो कस्तो लाग्यो एकचोटि हामीले लास्ट टाइम चाउमिन खाएको थियौँ भेट तिमीलाई याद छ टम एन्ड जेरीमा कस्तो थियो त्यतिखेर राम्रो थियो मलाई थाहा छैन म विराटनगरको बासी होइन ल मेरो भ्लग अब आजलाई यति नै है त ल बाई फेरि भेटौँला